यो विकास भनेको सापेक्षित हुन्छ, यो कहिले पनि पूर्ण हुँदैन र कहिले पनि अन्त्य हुँदैन। त्यसैले यसको नाम चाहिँ सापेक्षित हुन्छ। विकास भनेको मान्छेले उपभोग गर्ने चिज हो। मान्छे विकासको पहिलो विकास कसरी भयो भन्दा मान्छे त सबभन्दा पहिले मान्छेको पहिलो घर भनेको ओडार हो। आज हामी जहाँ बसिरहेका छौँ यो त मान्छेले बनाएको। आज त्यो ओडारको विकसित रूप सयौं तलाको बहुतले घरहरू बनिरहेका छन्। त्यो ओडारबाट बस्ने चेतनाले आज हामीलाई यहाँ ल्याइपुर्याएको हो। मान्छेको पहिलो प्रविधि भनेको ढुङ्गा हो, जसलाई सबैले भन्दै आइरहेको छ ढुङ्गे युग भनेर भन्छौँ। मान्छेले पहिलो पत्ता लगाएको प्रविधि भनेको ढुङ्गाको हतियार हो। त्यो ढुङ्गाको हतियारबाट थुप्रै शिकार गर्दा जसरी चाहिँ उसको चेतनाको क्रमिक विकास हुँदै आयो, ओडारमा बसेर आज बहुतले सयौं तले बिल्डिङमा बसे जस्तै ढुङ्गाको हतियारबाट सुरुवात भएको प्रविधि आज कहाँ पुगेको छ? परमाणु जडित हतियारसम्म पुगेको छ। हेर्नुहोस्, ढुङ्गाबाट सुरु भएको हतियार आज परमाणु जडित मिसाइलहरू तयार भएको छ। त आगोबाट तेस्रोमा मान्छेको विकास आगोबाट भयो। आगोबाट सुरुवात भएको मान्छेको विकास आज हामीले थबाङमा पहिलोपटक बिजुलीको उद्घाटन गरेछौँ। कति हजार वर्ष पहिले आगो पत्ता लागेको बल्ल थबाङमा बिजुलीको उद्घाटन गर्दैछौँ भन्दा त्यो आगोको विकसित रूप विद्युत हो। भने मैले यस अर्थमा सापेक्षित भनिरहेको छु। आगो पत्ता लगाउँदाको दिन त्यही सत्य थियो। आज थबाङमा विद्युत आइपुग्दाको दिन आज यही सत्य छ। आज स्पेस सोसाइटीको कुराहरू चाहिँ आइसक्यो। अब हाम्रो यहाँ थबाङको सामाजिक विकासको अघि मौसुमजीले चाहिँ अब इतिवृत्तान्त यहाँ चाहिँ भन्दै हुनुहुन्थ्यो। यो थबाङको सत्य हो। तर अर्को सत्य के छ? स्पेस सोसाइटीमा गइसके मान्छेहरू स्पेस सोसाइटीको कुरा गर्न सुरु गरिसके। त्यसकारणले सत्य सापेक्षित हुन्छ, चाहिँ राम्रो होस् चाहिँ नराम्रो होस्। विकास पनि यही सापेक्षतामा हामीले बुझ्नुपर्छ। केही भएको छैन भनेर यहाँ प्रचार गर्छ एउटाले, अर्कोले केही भएको छ केही गरेका छन् भनेर भन्छ। त केही भएको ओडारमा बस्नुभन्दा त पहिले त कैयौँ पुस्ताहरू त मरे त। आज हामीले जुन चाहिँ के अरे खाद्य पदार्थ खाइरहेका छौँ त्यो कसले पत्ता लगायो? त्यो यसरी पत्ता लगायो कि मान्छेले चरा मारेर खाए, पशु मारेर के अरे जनावर मारेर खाए, त्यसको चाहिँ लाडी भित्रको डिसा घर अगाडि फाले र त्यो नपचेको चिज चाहिँ त्यो चराले खाएर ल्याएको रहेछ, त्यो मकै भन्ने चिज, र घर अगाडि त्यो बिरुवा उम्र्यो। त्यसपछि आएर उसकै घर अगाडि यत्रो घोगा भएको चाहिँ मकै फल्यो। त्यसपछि त्यो मकैबाट यत्रो आज हामीले यो यत्रो मकै खाइरहेका छौँ। त्यो थरी थरीका मकैहरू चाहिँ हामीले चाहिँ के अरे चाहिँ उत्पादन गरिरहेका छौँ। ती व्यापार बिजनेस गरिरहेका छौँ भन्दा हामी त्यहाँ पुर्खा त्यहाँ थियौँ। अब हामी आज 21औं शताब्दीको यो चरणमा हामी यहाँ आइपुगिरहेका छौँ। त्यसैले विकास थबाङमा जुन विकासको कुरा गरिराख्नु भएको छ, म यहीँ आइपुग्छु। अब यसमा बिचमा चाहिँ थुप्रो चर्चा परिचर्चा हामीसँग सन्दर्भै भएन। थबाङको विकास पनि यही सन्दर्भमा हेर्नुपर्छ। आज यो विकास थबाङको यो बिल्डिङ, म अस्ति सार्वजनिक कार्यक्रममा पनि अब कहाँ भने जस्तो लाग्छ, त्यो पारीको गाउँपालिकाको भवन बर्मान बुढालाई देखाउन पाएको भए, त्यो पारी गाउँपालिकाको भवन यहाँको कमल झाँक्रीलाई देखाउन पाएको भए, देख्न पाएको भए कति सन्तुष्ट हुनुहुन्थ्यो। आज पहिलो कार्यकालका अध्यक्षज्यू थबाङका भाडामा बस्नुभयो। त्यसपछि अहिलेको कार्यकालका अध्यक्षज्यू आधुनिक बिल्डिङमा बसिराख्नु भएको छ।
हाम्रो रोल्पा जिल्ला स्थापना भइसकेपछि पहिलो पटक जिल्ला विकास समितिको बैठक आज जुन समन्वयको भवन छ त्यहाँ चाहिँ चौरमा मान्द्रोले बारेर कम्मल ओछाएर पहिलो पटक जिल्ला विकास समितिको बैठक बस्यो। त्यतिखेर समर्थन गर्ने मान्छे पनि थिए, त्यतिखेर विरोध गर्ने मान्छे पनि थिए। मान्द्रोले बारेर कम्मल ओछाएर बैठक बसेको जिल्ला ताजा गाउँपालिकाका भवनहरू वडा कार्यालयहरू कस्ता छन्। यसलाई हामीले गाउँ गाउँमा सिंहदरबार भनी मान्दै, यसले कसैले राम्रो भन्छ कसैले नराम्रो भन्छ। त्यहाँ यस अर्थमा मान्द्रोले बारेर कम्मल ओछ्याएर बैठक बस्नु पनि सत्य हो, त्यो सापेक्षित विकास हो। आज यत्रो बिल्डिङमा बैठक बस्नु, यहाँबाट अब जनताको सेवा प्रवाह गर्नु पनि सत्य हो। अब थबाङ भौतिक पूर्वाधारको हिसाबले आधारभूत रूपले चाहिँ सम्पन्न भएको छ। थबाङ चाहिँ यो भौतिक पूर्वाधारले परिवर्तन पनि भएको छ। नेपाल पनि परिवर्तन भएको छ, रोल्पा पनि परिवर्तन भएको छ। नेपाल हिजोको जस्तो नेपाल छैन। अब नेपाल पूर्व पश्चिम राजमार्ग, उत्तर दक्षिण राजमार्ग, लोकमार्ग, मदन भण्डारी, त्यसपछि पूर्व पश्चिम राजमार्ग, उत्तर दक्षिण राजमार्ग र गाउँ गाउँको अब यो संरचनाले विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य आधार रूपले ठीक भएर बसेको छ। गुणस्तर छैन होला, त्यो एउटा कुरा हो। हाम्रो बाजेको पालामा त गुणस्तर पनि थिएन। गुणस्तर बनाउने प्रक्रियामा छौँ। त आधारभूत संरचनाहरू देशव्यापी तयार भएको छ र देशव्यापी तयार हुने क्रममा थबाङ पनि तयार नहुने कुरो भएन। अब नेपाल उड्ने अवस्थामा त अझै पनि छैन, तर गुड्ने अवस्थामा छ। र त्यस अन्तर्गत यो थबाङ गाउँपालिका दुईवटा एउटा राष्ट्रिय राजमार्ग, शहीद मार्ग उत्तर दक्षिण चाहिँ छेँदेर गइरहेछ। लुम्बिनी प्रदेशको गौरवको आयोजना पूर्व पश्चिम अब सिल्चरदेखि थबाङ हुँदै थबाङसम्म जोडिन आएको छ। लुम्बिनीको गौरवको योजना, शहीद मार्गको राष्ट्रिय योजना थबाङमा आएर क्रस पोइन्ट यहाँनिर बन्न आएको छ। यतातिर अब थबाङबाट के अरे सिल्चरबाट पिच भने थबाङबाट पिच गरेर हामी जान थालेका छौँ। यो पिच हुने क्रम शहीद मार्ग सुरु भइरहेछ। स्वास्थ्य हामीसँग छ। अब के अरे शिक्षाको निम्ति हामीले आधुनिक भवनहरू बनाइसकेका छौँ, स्वास्थ्य भवन बनाएका छौँ। त यति चाहिँ क्रस पोइन्टमा थबाङ अवस्थित छ। यति भएर पनि यसको सही ढङ्गले सदुपयोग वा उपभोग हामीले गर्न सकेनौँ भने त्यो भौतिक पूर्वाधार कसको लागि बनाएको भन्ने प्रश्न उठ्छ। भौतिक पूर्वाधारले थबाङलाई रूपान्तरण गर्यो, तर यहाँको शासक प्रशासक यहाँको जनतालाई यहाँको जनताहरू रूपान्तरण भयो कि भएनन् त्यो मुख्य कुरा हो। यहाँको भौतिक पूर्वाधार उपभोग गर्ने हैसियतमा हामी पुग्नु पर्यो। अब त्यसलाई उपभोग गर्ने हैसियतमा पुगिएन भने त्यसको बनाउनुको खासै मिनिङ हुँदैन, अर्थ हुँदैन। मैले अन्यथा भने होइन कि आजभन्दा 40 वर्ष पहिले मुगलिनमा पूर्व पश्चिम राजमार्ग खनिराख्दा बनाइराख्दा मनाङको मुस्ताङको ठकालीहरूलाई अब यसको चाहिँ स्कोप, यसको भविष्य राम्रो छ भनेर त्यहाँ झुपडीबाट चाहिँ उनीहरूले होटल सुरु गर्यो। आज त्यहाँ उनीहरू अरबौं खरबौंको धनी भए उनी। त त्यही चाहिँ के अरे मुगलिनको पाल्तिरको वालतिरको चेपाङ हाम्रो दाजुभाइ अहिले पनि वनमा चाहिँ मकै छरेर खाइरहेछ। मुगलिनको विकासको त त्यसको निम्ति त कुनै अर्थै भएन त। त्यसकारण त्यसलाई उपभोग गर्ने चाहिँ हामीसँग क्षमताको विकास गर्नु पर्यो। नभए विकास एकातिर हुन्छ, मान्छे त्यो एकातिर हुन्छ। सम्पूर्ण भौतिक पूर्वाधार मान्छेको लागि निम्ति बनाइएको हो। त्यसैले
विकास अमेरिकामा पनि अझै पुगेको छैन। त हाम्रो जस्तो भर्खर चाहिँ तङ्ग्रिरहेको देशमा त कसरी सम्भव हुन्छ र? पुगेको छैन। त्यसकारणले हामी त्यो स्तरमा उठेर चाहिँ यसलाई चाहिँ यसको उपभोग गर्नुपर्छ। म यसको तमाम पाता पक्षमा म चाहिँ जान्न, समय छैन हामीसँग। यति कुराहरू राख्नुको निम्ति यो गाउँपालिका अन्तर्गत चाहिँ पत्रकार महासङ्घले चाहिँ यसको आयोजना गर्यो। रोल्पा जिल्लाको कुरा गर्नुहुन्छ भने लुङ्ग्री गाउँपालिका बाहेक अरू सम्पूर्ण गाउँपालिकालाई चाहिँ राष्ट्रिय राजमार्गले छोएको छ वा प्रदेशको गौरवको योजनाले छोएको छ र लुङ्ग्री गाउँपालिका पनि छेउबाट चाहिँ गामतिर चाहिँ गइरहेको छ। यो सबै चिजले छोएको हाम्रो चाहिँ गङ्गादेव गाउँपालिका चाहिँ राष्ट्रिय राजमार्ग छोएको र न प्रदेश उसले छोइरहेको थिएन। अहिले गङ्गादेव गाउँपालिकामा पनि प्रदेशको गौरवको योजना र मदन भण्डारीको राष्ट्रिय योजनालाई छोएको हुनाले त्यहाँ पनि अब चाहिँ हाम्रो गङ्गादेव गाउँपालिका पनि माथि उठ्ने एउटा आधार बनेको छ। त्यसैले समग्र फेरि चाहिँ ठबाङको मात्रै भन्दा पनि अब पाटको कुरा गर्दा ठबाङको गङ्गादेवको माडीको हुनसक्छ। यसलाई समग्र जोड्यो भने रोल्पा जिल्ला चाहिँ अब भौतिक पूर्वाधारको हिसाबले, सडक सञ्जालको हिसाबले, विद्युतको हिसाबले, त्यसपछि हरेकको हिसाबले चाहिँ शिक्षा स्वास्थ्य हरेक हिसाबले चाहिँ माथि उठ्दै आइरहेछ। र अहिले शहीद मार्ग अन्तर्गत मैले तल होलेरदेखि ठबाङसम्म देख्छु अथवा रुकुमसम्म। म आफै हेर्न गएँ रुकुम चाहिँ यो शहीद मार्ग कहाँसम्म पुगेको छ भनेर मलाई कौतुलता पनि थियो। अहिले शहीद मार्गको 5 किलोमिटरको डायमिटरमा चाहिँ डायमिटरका जनताहरूले प्रत्येकले व्यवसाय सुरु गरिसक्नु भएको छ। हामीले त आधार संरचना तयार पारिदिने हो। प्रत्येकको 5 किलोमिटरदेखि 10 किलोमिटरको डायमिटरमा चाहिँ व्यवसाय सुरु गरिसक्नु भएको छ। तरकारी खेती, केवी खेती, फलफुल खेती, हरेक खेती गरेर चाहिँ यहाँ चाहिँ अब भरेर पठाइराख्नु भएको छ। यो चाहिँ अब सबैतिर चाहिँ हामीले उपभोग गर्नु भन्नेको अर्थ चाहिँ यसलाई चाहिँ भरपूर रूपमा उपभोग गर्न व्यवसायमा जोड्ने हो।